साथीहरू सम्पूर्णलाई नमस्कार। आई एम जय नेपाल। मैले हिजो एउटा पोस्ट गरेको थिएँ। उक्त पोस्टमा धेरैजना साथीहरूको सकारात्मक अर्थात् नकारात्मक दुवै टाइपको कमेन्टहरू गर्नुभयो। टुकी बालेर पढ्दै गरेर यो अवस्थामा आइयो हैन। अहिले गाउँ गाउँमा केन्द्रीय लाइन छ, बिजुली छ है, मावि हाई स्कुल, गाउँ गाउँमा हाई स्कुल छ। हिजो हामी पढ्नको लागि पिठो कोइला बोकेर मानपुर पढ्न जान्थ्यौँ। अहिले गाउँमै 10 कक्षासम्म पढ्न पाइरहेको छ। घर नजिक हुँदा पनि होस्टेलको व्यवस्था छ। अनि त्यो विकास होइन र, त्यो नयाँले गरे कि पुरानोले गरे? त्यो पुरानोले गरेको होइन र। अनि पहिला हामी नुन चामल बोक्नलाई यो थोप्लामा नाम्लो राखेर बोकेर उकालो ओह्रालो त्यो जानु पर्थ्यो। अहिले घर आएकोमै गाडी सरर गएछन् तलमाथि कि हुँदाखेरि छिमेकी गाउँहरूमा आफन्तलाई समाचार पुर्याउन जानको लागि रात मान्छेहरू उठेर खबर पुर्याउन जानुपर्ने अवस्था होइन। अहिले केही समस्या परिहाल्यो भने इन्टरनेट मार्फत, फोन मार्फत जानकारी गराउन सक्छ। के त्यो विकास छैन? पुरानोले केही गरेको छैन भन्दा पनि केही त गरेको छ, तर भने जस्तो भएन। म लिनको लागि बजार पुग्नु पर्थ्यो, अहिले गाउँमा हस्पिटल छ। त्यो पनि विकास हो। त्यो पुरानै सरकारले गरेको होइन। प्राय विरोध गर्ने साथीहरू त्यही पुरानै पार्टीबाट नयाँ भन्ने पार्टीमा प्रवेश गर्ने साथीहरू देखिन्छ है। हिजो तपाईँ हुँदाखेरि सबै ठिक, अनि तपाईँ नहुँदाखेरि सबै पेठिक हुन्छ र। तपाईँ त्यो पार्टीको नाम मात्र नयाँ हो, मान्छे त तपाईँहरू सबै पुरानै हो। पुरानो दलहरूबाटै नयाँ भन्नेमा गएको नै देख्छु है। हिजो त्यो पुरानो भन्ने पार्टीमा तपाईँहरू आबद्ध हुँदै गर्दाखेरि केही न केही उताबाट फाइदा त लिएकै होला होइन। अब ठेकापट्टा काम कयौँ साथीहरूले ठेकापट्टाको काम मिला होला। आफ्नो सरकार हुँदाखेरि पालै पालो आलो पालो सरकारहरू चलेको थियो। जुन तिनवटा पार्टी, पुरानो तिनवटा पार्टीहरू पालै पालो सरकारमा गएको छ। उनीहरूको त्यो पालोमा आफन्तले जागिर मिलायो होला, कहिले केही कागजपत्र यताउता मिलायो होला आफ्नो पावर, आफ्नो साथीभाइको नाताले। अनि त्यो पापले पनि सराप छ कि साथीहरू, त्यति साह्रो केही गरेको छैन पनि नभन्नु। के तपाईँहरू नयाँ पार्टीमा जानु बित्तिकै दुधले नुहाएर जानुभयो कि सुन्तरी जलमा नुहाएर चाहिँ जानुभएको? अनि हिजो तपाईँ हुँदासम्म चाहिँ सबै ठिक, तपाईँ जानु बित्तिकै पेठी भन्ने हुन्छ र। पुरानो घर हो होइन, बरु तपाईँ ठिक छ, त्यो आफ्नो खुसीको कुरा हो, त्यही रहिरहनु पर्छ भन्ने छैन। आफ्नो इच्छा, सो इच्छाले पार्टी चेन्ज गर्न पाउँछन्। अनि प्राय साथीहरूले चाहिँ युवाहरू विदेश भेजियो अरे। पहिला राणा शासन हुने बेलामा धनीहरू बाहेक हामी जस्ता गरिबहरूले विदेश जान पाउने थिएन। जब राणा शासनलाई, पञ्चायतलाई ढालेर त्यो नीति नियम नेपाली काङ्ग्रेसले ल्याएको हो। यो कुरा पनि इतिहासतिर अध्ययन गर्नु होला। ठिकै चलिरहेछ। यदि विदेश जाने रोक लगाउने हो भने यहाँ फेरि अर्को आन्दोलन हुन्छ। हामीले विदेश किन जान पाउँदैन भनेर। विदेश जानेहरू गरिब मात्र छ र? के नेपालमा खाना नपाउनेहरू मात्र छ र? त्यहाँ सबै प्राय धनी मान्छेहरू छन् विदेश जानेहरू, धनी बाउका छोराछोरीहरू छन्। एक थरी मान्छे बाख्रिताले जान्छ भने अर्को थरी मान्छे रहरले जान्छ, अर्को थरी मान्छे नेपालमा कमाइन भन्दा अझ धेरै कमाउन लागि धनी बन्नलाई जान्छ। यो विदेशतिर पनि अलिकति आफ्नो देशभन्दा अलि राम्रो देश जान्छन्। हाम्रो नेपाली मात्र होइन, विभिन्न देशहरू अर्का देशमा जान्छन्, अर्को देशमा काम गर्न जान्छन्। आफ्नो देशभन्दा अर्को देशमा अलिक धेरै पैसा आउँछ भने त्यहाँ पनि काम गर्न जान्छ। त्यो नर्मल कुरा हो। त्यसैले अयात नाना थरी गाली गरेर हुँदैन। म काङ्ग्रेस पार्टी अर्थात् डेमोक्रेसी प्रजातान्त्रिक पार्टीको समर्थक हो है। कारण किन भन्दाखेरि म थाइल्यान्डमा 11 महिनासम्म चाहिँ जेलको बस्दाखेरि कम्युनिस्टहरू र प्रजातान्त्रिकको भिन्नताले मैले 11 महिनासम्म मैले अध्ययन गर्ने अवसर पाएँ। त्यहाँदेखि म खुल्ला रूपमा चाहिँ नेपाली काङ्ग्रेस अर्थात् डेमोक्रेसीमा प्रजातान्त्रिक पार्टीलाई चाहिँ समर्थन गरेँ, समर्थक हो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी पनि डेमोक्रेसी पार्टी हो, नेपाली काङ्ग्रेस पनि डेमोक्रेसी पार्टी हो। उनीहरू लास्टमा
नेपालको स्थिति राजनीति भनेको छेउटुप्पो केही पनि हुँदैन। भोलि उनीहरू एक हुन सक्छ, कम्युनिस्टहरू अझ प्रजातान्त्रिकहरूलाई ढाल्न लागि कम्युनिस्टहरू अझ राम्रो हुन आयो भने तिनीहरू भोलि एकता भएर एक भएर जान पनि सक्छ। त्यसैले सबै कुराहरू विगतलाई पनि हेर्ने गरौँ र पछाडि पनि हेर्ने गरौँ। प्राय गरेर गाउँघरमा केही भएको छैन, केही नै विकास भएको छैन भनेको विदेश बस्ने साथीहरू नै देख्छु। प्राय साथीहरू विदेश बसेको 10-15 वर्ष भयो। यदि तपाईँहरू गाउँ जानु भएको छैन भने, गाउँको विकासको बारेमा हेर्नु भएको छैन भने एकचोटि परिवारसँग सोध्नुहोस्, आफ्नो साथीभाइसँग सोध्नुहोस्। पहिलाभन्दा बिल्कुल अहिले केही परिवर्तन भएको छ है गाउँ। त्यसैले पुरानोले केही गरेको छैन भनेर गाली गरेर हुने केही पनि छैन। नयाँ सरकार आए पनि पुरानो सरकार आए पनि हुने त्यही नै हो, मूल्याङ्कन गरिन्छ। नयाँ जब पहिला अहिले यो नयाँ पार्टीमा आबद्ध भन्ने साथीहरू नयाँ पार्टी नामले मात्र नयाँ भएर हुँदैन। मान्छे चोखो हुनु पर्यो। चोखो मान्छेहरू भर्खर राष्ट्रिय स्वतन्त्र पार्टी जन्म भएको 4 वर्ष भएको छ। 4 वर्षभित्रमा के तपाईँहरू चाहिँ हामी चाहिँ दुधले नुहाएर आएको, हामी चाहिँ जन्मजातै राष्ट्रिय स्वतन्त्र पार्टी हो भनेर घमण्ड र अहमता देखाएर हुन्छ। तपाईँहरूको हिजो अस्ति पुरानो पार्टीमा हुँदाखेरि आबद्ध हुँदाखेरि हामीलाई थाहा छैन र प्राय पद नपाएर, अवसर नपाएर, ठाउँ नपाएर छोडेर गएकोहरू। यदि स्वच्छ यदि राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वच्छ कुनै पनि पार्टीमा आबद्ध नभएकोहरू छन् भने त्यो 18 वर्षभन्दा मुनिका युवा भाइ बहिनीहरू मात्र छन् होइन। कुनै आबद्ध हुनुहुन्छ भने 20 वर्षभन्दा माथिको कोही पनि चोखो राष्ट्रिय स्वतन्त्र पार्टी अथवा कुनै पनि पार्टीमा आबद्ध भएको छैन भन्नेहरू चाहिँ छैन। किनकि 20 वर्ष हुँदा अहिले 4 वर्षको अन्तरालमा हिजो अहिले 20 वर्ष पुग्नेहरू हिजो 16 वर्ष हुँदा 16 वर्षसम्ममा कुनै न कुनै पार्टीमा यताउता लागेकै हुन्छ, साथीभाइसँग फ्यामिलीसँग लागेकै हुन्छ। तिनीहरू पनि कुनै न कुनै आस्था विचार लिएकै हुन्छ। त्यसैले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको चोखो म कुनै पनि लागेको छैन भन्नेहरू छ भने त्यो 18 वर्षभन्दा मुनिकाहरू मात्र हुन्। अरू बाँकी सबै अरू पार्टीबाटै आएकाहरू नै हुन्। त्यसैले केही फरक छैन। देश जय नेपाल।